के साह्रो हेर्नु हो साथीहरू, के साह्रो यहाँ साउदीमा कस्तो भएको छ हेर्नु। यो यहाँ बस्ने ठाउँ बनाएको थियो, राख्यो त एउटा, हेर्नु कस्तो कहाँ गएछ पल्टेर। यो यहाँ ब्लक भएको ठाउँमा चाहिँ थियो पहिला त्यो, अहिले चाहिँ हेर्नु कहाँ गएछ। बिजोग छ हौ साउदीमा, बिजोग छ, गरी खान नि बिजोग छ हौ साउदीमा त। यस्तो रम्बल गाडीमा काम गर्नुपर्छ। के गर्ने हो, परदेशीको रहर होइन यो, बाध्यता हो, गर्नै पर्छ। साला नेपालको चोर नेताहरूले नेपालको जनताको लागि केही गरिँदैन, झन् गर्नको लागि आएको पैसा रकमहरू पनि खाइदिन्छ। अनि कहाँबाट विकास हुन्छ नेपालमा, सबै परदेशी पर्छ यसरी नै।